यो गाइस हामीहरू आज राइडमा जानु लाग्यो अनि म र मेरो साथी जानु लाग्यो यहाँ चाहिँ ओए उठ्न अब त चाहिँ के खाऊ सुतेर ए हेलो गाइस यो चाहिँ हाम्रो च्यानललाई धेरै जस्तो ग्रो गरिदिनु होला हामीहरू यो च्यानलको नाम के हो तिमीहरूले हेरेर थाहा हुन्छ हैन अब चाबी लगा सो गाइस अब चाहिँ हामीहरू अब दाइ बिल्डिङतिर जानु लाग्यो अनि यहाँ रात छ राजले चाहिँ ओइ ल्या म कस्तो यार धन्नै गाइस ए ल्या धन्नै मर्न लागेको थियो आज पनि सो अब ले राज ओइ त फेरि बस्यो के गरेर हामी राइड जानु लाग्यो नि ल भाइ अब गाइस देखाइदिउ गाइस अब प्रतीश गइरा योहरू व्हाइट पार्क गइरा हामीहरू अब गाइजहरु हेरौ एकछिन म बोल्छु केडा हेलो गाइस हाम्रो भ्लग चाहिँ यहीँदेखि स्टार्ट भइसकेको छ अब हाम्रो प्रतीश दाइले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि अब दाइ जानुहुन्छ ल व्हाइट पार्क जाऊँ गाइस पहिला व्हाइट पार्क नजाऊँ व्हाइट पार्क नजाऊँ माग्छ गाइस डाइरेक्ट दाइ जाऊँ डाइरेक्ट जाऊँ हैन उतै दाइले जाऊँ न तर फेरि उकाल्नुको बेलामा सक्दैन उत्रिनु पर्दैन ल किन डाइरेक्ट मुले मलाई चाहिँ नछोडै मुले बाटो क्रस गर्नु बेला मन डर लाग्छ आफुलाई लगाइ त्यसो क्रास हुनुबाट बाँचेको हामीहरु गाइस अहिले भर्खर ठोक्नबाट बाँचेको भाइ गाइस अब हामीहरु व्हाइट पार्क गइरा घुम्न राइड गर्न भाइ गाइसहरु ओइ मुली तेरो पनि फोटो यसको त धेरै फोटो खिचेन मैले गाइसहरु अब देखौ अब ह्यान्डलमा छिटो चलाइरा अब गाइस हेलो गाइस नो ह्यान्ड ओइ तेरो पच गर्न पच गाइस अब बन्द गर्नु पच सुरु अब यो गाइस यो चाहिँ मेरो प्रति साथी हो यो चाहिँ मेरो बेस्ट फ्रेन्ड है यसको युट्युब च्यानलमा 500 सब्सक्राइबर बढाइदिनु होला है र गाइस यो चाहिँ हामी दुवैजनाको साइकल हो है सो गाइस हामीहरू गइरहेछौँ अनि म अब यतै छु राज मेरो लगिदिन्छस् मेरो लगिदिन्छु त माथि अब म सो गाइस म राज अनि भने हामी तिनजना चाहिँ अब साथीहरू त्यसले हामीहरू गइरह माथि कुदा यहाँ भाग्नु पर्छ यार यस्तो अवस्था आइसक्यो गाइस साइकल नछौँ भ्लग गर्नु पर्छ अब चाहिँ हामी लभली पारामा तल झर्दैछौँ ओए तिमीहरू दुईजना सुरुमा तल झर त्यहाँपछि मेरो भ्यू बनाइ त ल तिमीहरू दुईजना झर अहिले झर अनि तल उत्रेपछि रेडी ल गाइस हामी चाहिँ होइन अब लभली पारामा दाइ बिल्डिङको झर्दैछौँ अस्ति आन्दोलनमा यही हो दाइ बिल्डिङ देखाइदिए त यही हो गाइस यही दाइ बिल्डिङ चलेको हो ल गाइस अहिले गाइस अहिले ठोक्नले बचेको गाइस भ्लग बनाउन गाह्रो भइरहेछ लगाइदिनु म चाहिँ अब लभली पारामा तल झर्छु है त गाइस अब हामीहरु तल झरिरा हानिसके हेर्नुहोस् गाइस मैले त ह्यान्ड हानिसकेँ ल गाइस हल्का कन्ट्रोल यहाँ कुकुरहरू छ गाइस हल्का स्लो नै कुदाउनु पर्छ अब हामीले चाहिँ एकजना राज भन्ने साथी लिएर आएको छ हाम्रो भिडियोमा बिचमा हेल्प गर्छ ल गाइस अहिलेको लागि म यहाँ रोक्छु मेरो साथी आउँदैछ ल गाइस ल भिडियो ल गाइस हाम्रो यो प्रति साथी आइसकेको छ यो हाम्रो राज साथी है गाइस म चाहिँ यहाँ छु भ्लग बनाउँदै ल गाइस म झार्दा थिएँ अहिले त्यसको भिडियो नै सुट गरेन गरे पनि अब एड गर्नु गाह्रो हुन्छ अब 3-4वटा भिडियो यसले नि काट्यो क्या सरी यार मस्तो ह्यान्ड हान्दै आएर चाहिँ बिचमा त्यो एउटा खाल्डाङ त्यो खाल्डो आयो स्वाटै उफ्रियो ह्यान्डलबाट आवाज आइदिएर यस्तै छ अब ह्यान्डल अब छोडिदिएँ
कता जाने अब कता जाने लगायत तल हिँड्ने भाइ उता 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 कता जाने गाई जब चाहिँ हाम्रो हाम्रो राजले चुइगम किनेर ल्याइसकेको छ गाइज यो चाहिँ अहिले नयाँ आएको चुइगम हो गाइज हेर्नु है गाइज यो चाहिँ सेन्टर फ्रुट भन्ने चुइगम हो यो चाहिँ मेरो साथीहरू है म चाहिँ एउटा मैले चुइगम खाँदैछ है गाइज गाइदिनहरू चाहिँ अब फुलबारी नहरू मेरो त अब चलाउनु लाटा यो राजले पसाउँदैछ मेरो साइकल किनभने यार जे होस् केटाहरू चाहिँ जाँगर हिलो रहेछ होइन ल राज थ्याङ्क यू ल ल ल राम्रो ठाउँ छ होइन मस्त हरियो न हरियो These brothers my guys, know that we fly, know that they ride or die. गाइस अब चाहिँ मेरो साथी अमनले भिडियो हाल्नु लाटा यस्तोमा सक्दैन सक्दै हेरौँ No rush, go and move dumb. Back and forth, push and shove. Make your peace and love, take the peace and go. Now you got a deal run. मलाई चाहिँ आउँदैन गाइस होइन These brothers my guys, know that we fly, know that they ride or die. हेरौँ They wanna move like that. केटोले हान्छ केटोले Why you want act like that? Why you play hard? No rush, go and move dumb. Back and forth, push and shove. Make your peace and love, take the peace and go. Now you got a deal run. गाइज एकदम म तिमीहरूलाई अब मेरो स्टपी देखाउँछु गाइस स्टपी लगायत मेरो साथीले चाहिँ स्टपी हान्न जाँदैछ मेरो अर्को साथी चाहिँ मस्त साइकलमा बसेर इन्जोय लिँदैछ लगायत मेरो साथीले अब स्टपी हान्न जाँदैछ है गाइज ल गाइज यसले पनि हाम्रो त हान्छ यो अलिक घाँस भयो गाइज मेरो नाम चाहिँ गाइज अमन राइडर नेपाल भन्ने मेरो युट्युब च्यानलको नाम हो यो मेरो यो जुन स्टपी हाल्नु भएको छ यो साथीको नाम चाहिँ यसको यो युट्युब च्यानलको नाम चाहिँ प्रतीज गेमिङ छ तपाईँहरू प्रतीज गेमिङ भनेर सर्च गर्न सक्नुहुन्छ अनि यो भिडियो चाहिँ अब दुईटैको च्यानलमा राख्ने भन्ने भिडियो हो लगाइज साइकल चाहिँ यहाँ छ हेर्नु है गाइज प्रतीजको यो पुरानो साइकल हो र यो चाहिँ गाइज मैले साइमनको साइकल लिएर आएको छु साइमन चाहिँ अहिले मामा घर गएको कारणले यो चाहिँ मेरो साथीले चाहिँ उ त्यो मस्त साइकलमा इन्जोय हान्दैछ बस्नु केटा चाहिँ एकछिन बसौँ सो ल राज तर कस्तो लाग्यो राइडमा आएर आज ल यो म सिजर पेपर रक खेला जस्तो गर्छु छोड्दे नगर खेल मुलाई त जितिहाल्छु नि राजा चाहिँ साइकल लिएर हेर न हामीले अन्त मस्त बसिरह हामी गाइस थकाइ मेटिरा यो साइकलको चाहिँ गाइस हल्का चेन लुज भएको छ हल्का अलिक चेन लुज छ होइन मेरो अब यस्तो छ क्या यहाँ हेर्नु है मेरो अब यहाँ के भन्छ ठिक छ क्या चेन होइन यहाँ मेरो ह्यान्डल अलिक बिग्रिरहेको यसको अब सबै ठिक छ त्यही अलिक चेन हो अब टायरको ग्रिप अलिक गइरहेको हाम्रो दुइटैको ल गाइज हामीहरू चाहिँ आइदिनु रहेछ बस गाइज हेरौँ के गर्छ यार यो के भन्नु लाडा ल गाइस म चाहिँ हल्का नाचिरहेको छु यो चाहिँ खोला है खोला तपाईँहरू कहाँ आयो होला भन्नुभयो होला बागमतीको नजिकको बागमतीको नजिकै हो हामी धेरै टाढा पनि छैन हाम्रो घरभन्दा अलिकति नजिकै छ दिव्या पार्टी प्यालेसको यता मात्र हो हामी हल्का आज मौसम पनि गाइस त्यस्तो राम्रो छैन राम्रो छ ठिक ठिकै छ ठिकै ब्लग चाहिँ हेर्न नबिर्सिनु होला है गाइस लाइक मेरो सब्सक्राइब युट्युब च्यानलको नाम चाहिँ अमन राइडर नेपाल हो र मेरो साथीको नाम चाहिँ प्रतीज गेमिङ हो है मेरो गाइस साथीको अनि च्यानलको नाम एउटा अनाउन्समेन्ट गर्नु थियो म मेरो च्यानलको नाम चेन्ज गरेर अब प्रतीज
गाइज आजको भ्लग चाहिँ अब यति छ नि केटाहरू अब हामीहरू मस्त डुल्यौँ यो हाम्रो सब्सक्राइबर भयो त्यसो भाइ ल ठिक छ यो हामीहरू सबजना घर जानु लाँदा अब आजको भ्लग यति नै हो आज हाम्रो दि एन्ड होला आई थिङ्क बाई बाई गाइज सिद्धिन्छ होला सपोर्ट गर्नु होला है सपोर्ट गर्नु थ्याङ्क्स फर वाचिङ लाइक एन्ड सब्सक्राइब सेयर कमेन्ट सब गर्नु होला मान्छेसँग चाहिँ प्लिज कम्प्लिट गरिदिनु ल भाइ सो गाइज अब चाहिँ हामी थाकिसक्यौँ